फेरि आशिका दिदी आउनु लाग्यो त्यहाँ बोतल फाल्ने हो त्यो बोतल फाल्ने ठाउँ हो त्यही भएर यहाँ चाहिँ राम्रोसँग सेफ्टी अनुसार अहिले जहाँ डस्टबिन छ होइन त्यहाँ लगेर फाल्ने हो क्या हेर्नु यो आशिका दिदी मैले त्यो बोतल चाहिँ यहीँ यति राखेको छु देख्नुभयो यसरी टक्क राम्रोलाई चाहिँ फाल्दैनौँ हामी चाहिँ राम्रो संस्कार राम्रो घर परिवार संस्कार भएको छोराहरू हो क्या गुड मर्निङ फ्रम लिबाङ है हामी चाहिँ लिबाङमा छौँ अहिले चाहिँ लिबाङ बजार चाहिँ यता भयो के र अनि अलि ओरा आएर अनि चियासा खाएर अनि अहिले चाहिँ यतातिर लाग्यो हामी खासमा के हो भनेपछि तल एउटा केटीले सोध्यौँ एउटा केटी आन्टी एउटा केटीमा नै धेरैलाई सोध्यौँ कि अनि यतातिर हो माथितिर भनेर त्यहाँ जलजला बोर्ड पनि लेखेको थियो अनि त्यहाँबाट के अरे यो बाटो आउँछ नि के अरे लिबाङ के सिधै आउने रहेछ यो लिबाङदेखि सिधै आएपछि अलिकति त्यहाँनिर यो बाटो भेट्न आइने रहेछ क्या अनि त्यहाँ पनि के जलजला के लेखेको थियो जलजला त लेखेको थियो तर अनि यहाँ आएर माथि सोध्यौँ फेरि यो दुईवटा थियो कि त्यहाँबाट आएर उता जानेर यता आएर हुन्छ अनि कन्फ्युज भएर एउटा आन्टीले सोधेको यहाँ जलजला भन्ने यहाँ डाँडा कहाँ छ भूमिमा मेला लाग्ने भने साइको खान्छ नि यार तिन त्यहाँ कहाँ र यहाँ के हो भूमि भने भन्छ नि यार थाहा पनि नगाई म त भन्नुहुन्छ फेरि पछि कहाँ हो यो भनेर फेरि यतातिर हामी त कन्फ्युज भयो अनि अलिकति माथि गएर फेरि एउटा अङ्कलले सोधेको अनि जलजला हामी त जलजला क्याम्पस लिएर पुगिन्छौँ कि आर्मी ब्यारेक अनि जलजला क्याम्पस लिएर पुगेको त्यहाँ होइन हामी तिम्रो त भत्सकै टाढा जान पर्छ अझै यहाँबाट थवाङ जलजला भन्ने रहेछन् कि त्यसलाई चाहिँ थाहा थिएन मलाई चाहिँ यो फेरि लिबाङ जलजला नि त्यही त अनम्र होइन जलजला क्याम्पस उतातिर रहेछ कि भत्सकै टाढा अझै हामी त अब 4 घन्टा हिँड्नै पर्छ कि अनि त्यही त अब के गर्नु त अब जानै पऱ्यो अनि हामी चाहिँ यता बाटो जान लाग्यौँ यो बाटो चाहिँ तल बन्न लाग्यो अरे त्यही भएर यता सिधै जाउँ भनेर यही बाटो टक्क त अनि उता है लिबाङ बजार चाहिँ सोध्दै हिँड्यो हामी के गर्नु त यही त होइन ट्रिप भने यही त हो तिमीले यता हिउँ पर्छ भन्छ यार मैले यता त हिउँ नपर्ने अघि हिमाल उता देखिरहेको थियो पारीदेखि हिउँ त उता पर्ने हो यार यता भन्छन् फेरि यता त काली यता त हाम्रो झन् हाम्रै गाउँ ठाउँ गएर त्यही सोचिरहेको छु नि मैले यार त्यही त गाइजहरू अब हामी चाहिँ बस्दै हिँड्दा अब गन्तव्यसम्म पुग्नै पर्ने हुन्छ जस्तै भए पनि अनि अब गन्तव्यतिर अनि बाटो यात्रातिर देखाउँदै गर्नेछु अब चाहिँ लाग्यो है अनि थवाङ चाहिँ यहाँदेखि 4 घन्टा लाग्छ अरे बाइकमा पनि 4-4.5 घन्टा लाग्छ भन्दैछ नि यतातिर मान्छेले खै त यार हामी चाहिँ यहीँदेखि सजिलो के भन्छ अरे लिबाङदेखि छिटो पर्छ भन्ने सुनेको थिएँ किलोमिटर यहाँदेखि सिधै उतादेखि के होलेरी हुँदै जान्छ कि यतादेखि सायद अनि लिबाङदेखि पनि जान्छ अरे तर बाटो अप्ठ्यारो छ अरे कि त्यतातिरदेखि अलि सिधै अफरोड छ अरे अनि बाटो अलि किन रिक्स लिउने भन्छ क्या फेरि राम्रो बाटो रहेछ अनि बरु आज थवाङ पनि घुमिन्छ थवाङ गाउँ पनि घुम्ने होइन अनि आज थवाङमै बासुने भयो क्या बासुने भयो र थवाङदेखि पनि आधीसम्म बाइक जान्छ अरे आधीदेखि फेरि हिँड्दै जान पर्छ अरे त्यही भन्दै हुनुहुन्थ्यो त्यहाँ सोधेको अब हेरौँ के हुन्छ बाटो मजा आइरहेको बाटो त फेरि किल्लर छ र फेरि यस्तो आवाज छैन बाटो त्यही त अब फेरि बाटो पनि देखिसक्नु भएको यस्तै रमाइरहेको छ यतातिर यो के खोला हो गरम खोला अरे के खोला भन्छ त ए अर्जुन खोला त होइन पुगे मा जागरी खोला अर्जुन खोला होइन अर्जुन खोला हुनसक्छ कि बरु कहाँबाट हुन्छ कि अर्जुन सुक्खा खोला सिधै सुक्खा खोला मिसिएर आउन सक्छ कि यहाँनिर चाहिँ हामीले के भन्छ अरे बाटोको नक्सा भेटायौँ अनि यो बाटो सट्ट त्यहाँदेखि जाने रहेछ घरती गाउँ हुँदै जाने हो यता यो माडी चौर भइगयो र यता चाहिँ दारबोट यस्तो भनेपछि सिधा यता दारबोट के सिधै कता दार यता भयो घरती गाउँ यता के कता यता
यो नि दारबाट जाने बाटो रहेछ त्यो त लिबाङ यता लिबाङ उता भयो नि यो लिबाङ यता नि अँ। घरदेखि उता भयो त सिधै फेरि मेरो नाम नै अब यहाँ हेर न यतादेखि के यो बोट यो त दारबाट त यता भइगयो त सट्ट यता यता आइस यता भइगयो अनि लिबाङ यहाँ यो लिबाङ यता आयो भने त यो घरतिर भने यता भयो र लिबाङ यता भयो भने सिधा भने त यता भएन र कि कता हो म त हामी त यार साइको खाइकन त यार खै म्याप हेर न मान्छेले सोध्न पर्थ्यो नि अघि यो त होइन होला जहाँसम्म लाग्छ मलाई होइन जस्तो लागिरह के यस्तो यस्तो त हुन्थेन है हामीलाई यार सोध्न पर्थ्यो यता सल्लाह मात्र हुने यार कता यही बाटो होला कि खै कता देखाउँछ यही घरतिर हामी कहाँ हामी यहाँ हामी घरतिर खै घरतिर फोन हेर न कता यता देखाउँछ घरतिर थबाङ यता यता हिँड्दा थबाङ हेरमै थबाङ वाङ हुन्छ कि बाङ हुन्छ वाङ हुन्छ नि यतै नेट कति सोलो हेर न अरे राम यार म्याप हेर्दै नमाउँदाखेरि एकछिन के अरे म्याप हेर्दै यतातिर हिँडेपछि यतातिर देखाउँछ नि यतै होला अब यतातिर गए हुन्छ यतिर दिउँ के फरक पार्दैन होला यार म्यापले त खै यही घरतिर अब यतातिर त यसरी त्यहाँ के हामीलाई देखा न के हामी हामी कता हामी यता चाहिँ ऊ भयो घरतिर खै यता लिबाङ घरतिर खै यता लिबाङ अनि हो यता घरतिर हो यो घरतिर यता घरतिर यो डाँडाबाट छ कि यो बाटो हो कि एकछिन हेरौँ क्या मान्छे आउँछ सोधौँला कि त्यता रोकिरहेको के त्यो मान्छे छैन त्यहाँ ताला गाङ कता हो यार भएन यार यस्तो त यार मान्छे पनि छैन सोध्न अङ्कल अडिन्न यतादेखि जान्छ घरैदेखि अन्डबाट पनि छ र बाटो यताबाट थबाङबाट नजिक पर्छ नि धन्यवाद धन्यवाद यस्तो हुन्छ है यहाँ फेरि के देखाइदिउँ अनुहार भन्दा अघि बिचरा फेरि डराइरहनु भएको थियो बोल्न पनि तपाईँ देखाएस् म चाहिँ अलि देखाएँ नै डराइरहनु भएको थियो यार म त्यही भएर उतातिर फर्काइदिएन है क्यामेरा यता बन्दबारीबाट यो निर्माण भइरहेको क्या हो कि बोर्ड लाग्यो नयाँ बोर्ड हेर न केही भने होइन त अनि खै त निर्माण सिर्माण यो के हो सरकारी भएन पानी खाउ त यति फालमलाई जल लगाएर खानु भने किने पानी क्या किन होला जल सही भन्नु यार जल लगाएर किने खाने भनेर किने पानी हो चाहिँ लिबाङदेखि सकिगयो यहीँ के छ अरे गोड्न फाल्दैन नि त त्यति नजिक पनि त्यति नफाल के स्वर नगर अनि डस्टबिन राख्नु पऱ्यो नि त राम्रो उ गर्न त फेरि आशिका दिदी आउनु लाग्यो त्यहाँ बोतल फाल्ने हो त्यो बोतल फाल्ने ठाउँ हो त्यही भएर यसले चाहिँ राम्रोसँग सेफ्टी अनुसार अहिले जहाँ डस्टबिन छ होइन त्यहाँ गएर फाल्ने हो कि हेर्नु यो आशिका दिदी मैले यस्तो बोतल चाहिँ हात यहीँ यस्तै राखेको छु देख्नुभयो यस्तरी बच्छ राम्रोलाई चाहिँ फाल्दैनौँ हामी चाहिँ राम्रो संस्कार राम्रो घर परिवार संस्कार भएको छोराहरू हो कि त्यतातिर उखारी छ हामी उफ्रेको उफ्रै छन् अनि 1 किलोमिटर टाढा नपुग्दै पिसाब पनि आएको आइछ चिसोले पिसाब फेर्दै हिँड्दै कता हो कि यार बाटो यतातिर छ अझै 4 घन्टा भनेपछि त बल्ल त हामी 2 घन्टा पनि भएन नि 2 घन्टा हुँदा अझै 2 घन्टा हिँड्न छ कि बाइकमा 4 घन्टा भने यहाँ होइन कि आउन त्यो मान्छेले त्यहाँ 1 घन्टा गरेर कुरा गरौँ है आउन त्यहाँ सोधेको दाइले सिधै म त बाइकमा त भन्नुभयो कम होला भने अनि बाइकमा त कम भन्नुहुन्छ कि भनेर त बाइकमा त 4 घन्टा लाग्छ बाइकमा 4 घन्टा भनेपछि हामी सिधै यतातिर पुगेपछि कहाँ पुग्छौँ है बाइक नाइ के 4 घन्टा लाग्छ हाम्रो घर पुग्न हामी कहाँदेखि हामी त डह्रो हिँड्यौँ के खासमा होलेरीदेखि नजिक पर्ने रहेछ कि यसो बुझे अनुसार होलेरीदेखि आउनु पर्ने रहेछ त्यहाँ चाहिँ अफ रोड भएर फेरि
मलाई लाग्छ कि अफरोड त्यहाँ पनि अफरोडै हिँड्न पर्यो यहाँ पनि अफरोडै हिँड्न परिरहेको तर घर जाने बेला चाहिँ होलेरी बाटो जान्छौँ सिधै नजिक पनि रहेछ यार हामी लगभग अहिलेसम्म 200 किलोमिटरभन्दा बढी हिँड्छ कि हामी उता उतादेखि भालुबाङदेखि आएर लिवाङबाट आएर सुलिचोर बसेर त्यो लिवाङ गएर यता आइरहँ अब चाहिँ सिधै थबाङ गएर भोक लागिरहेको छ या भोक खाना खाएर बल्ल जजल्लाको ट्रिपमा लाग्छौँ कि फेरि हामी फेरि होइन बाटोमा फेरि ट्रिप हान्ने जस्तो छ क्या फेरि त्यही त अब धुलो खाँदै अब के खाँदै हेर्नुहोस् त अब यतातिर हेरेर थाहा भइहाल्छ कस्तो भयो भन्ने अनि यतातिर हालत हेरे हुन्छ यतातिर यस्तो रहेछ बाटोहरू अनि भक्कट टिप्पर र बोलेर गएको छ अब यसमा फेरि बाइक लड्किन्छ कि यस्तो बाटोमा फेरि पुरा फेरि कर्नरिङ फेरि यति छ हालत खराब भइगयो यार अब यता हेऱ्यो हुन्छ यसको हालत ड्राइभरको मेरो चाहिँ सेतो भएर हल्का देखाएन हल्का तोप्या पनि छु म फेरि त्यहाँ सेतो देखा सेतो धुलो नै सेतो कालो मान्छेलाई सेतो धुलो कि अब कत्तो रहेछ कि यार सायद यो अब धेर छैन यो कटिङ हाने चाहिँ खै अनि त्यही त बाटो चाहिँ यस्तो डेन्जर छ नि नेट त सम्पर्क बिन हो यहाँ त यहाँदेखि गएर फेरि त्यस्तरी गएर त्यहाँ टक्क खोलीतिरमा जाने हो तर धुलो भयो क्या रुवा लाग्छ क्या 100% मलाई यस्तो भइगयो यार जग्गा जस्तो यार दिमाग खराब पछाडि हेर्ने यस्तो खतरा के भन्छ झर्ना रहेछ यहाँ भोक लाएर यहाँ मान्छे 10 बजिसक्यो यही झर्नाको पानीले अब मुख धुन लाग्यो है हामी चाहिँ यता त्यो सफा रहेछ कि हेर्नु यो टक्क कस्तो राम्रो रहेछ कि त्यही यतातिर बाइक रोकेर फोटोसोटो हानेर मुखसुख धुलो भैया मुख धोएर जाम भनेर हो आउँदै हानेर अझै 30 किलोमिटर कस्तो गनाखाबाट पाइन्छ बिसानो गना कस्तो मलाई त फेरि फर्किनेको टेन्सन लागिरहेको थियो अरे यो बाटो देखेर यार बाटो त अफरोड फुल्ली अफरोड रहेछ यार टेन्सन लाग्यो अलिकति यहाँ डिस कम तात्ते डिस बहुत डिस तात्ते खायो डबल डिस हुनेको समस्या यही हो कि फेरि के अरे नाइ यस्तो त हुँदैन नि त्यही छैन तात्ते हाग्यो अलिअलि के च्वाइँ गर्ला त अनि कस्तो साइडको मटिङरेको बाइक कस्तो मटिङरेको बाइक कस्तो भएको थियो ओ मटिङरे के अरे फुच्चे बाइक फेरि रोलास्ने फेरि अहिले हेर्छ अब हम बैठ के जाएंगे भाइ कसरी हातको छाला उड्या थियो पिसा फेरेर हाल्छ र फेरि केटाहरूले फेरि अब हम ल लाग्यो है अब सिधै थबाङ गएर भेट्नुपर्छ अब बाटो साटोमा कहीँ रोकिन्न सिधै थबाङ गएर भेट्नुपर्छ ल गाइजहरू स्टे ट्युन है त अब थबाङको बजार सजार थबाङ गाउँ बजार छैन गाउँै हो त्यो गाउँ गएर भेट्नुपर्छ ल हेलो हजुरहरू यहाँ हाम्रो त गन्तव्य नै भेट्टे आएन यार आउँदै आन्न यार कति टाढा आयो हामी हिँडेको कति घन्टा भयो 3.5 4 घन्टा भएन अझै 3.5 घन्टा भइसक्यो आउँदै आन्न यार यहाँ दिमाग खराब यहाँ त थकै लाएर लास्टै धौ भएर चाहिँ यहाँ पल्टिने अवस्थामै भएर पल्टिरहेको छ यतातिर गएर अनि बाइक चाहिँ यता कम हिट भएर सेलाउन दिएको छु कि एकछिन कस्तो धौ भयो अझै खाना नि खाएन यार 11:30 भइगयो अहिले त्यो भन्दा बित्तिकै खाना नि पाक्ने हो कि नै गाह्रो छ यार बाटो अरूभन्दा बाटो धुर भयो क्या अरूभन्दा बाटो लास्टै खराब लास्टै चाहिँ खराब छ कि बाटो त अलिकति राम्रो आउँछ होइन अलिकति राम्रो गरिदिए त्यो रोलर लाएर पिच गरिदिए बाँकी त फेरि ढुङ्गामा चढ्ने ढुङ्गामा यहाँ त करस फायर लिएर आउने बाटो रहेछ यार एनएस लिएर आइयो हुन त करस फायर भन्दा केही कम त छैन कि करस फायर घर राखेर जोत्न मैले अब के अनि यतातिर चाहिँ खोला छ तल खोला अनि जङ्गल हेर्नु कति बाक्लो हो कि जङ्गल खोला रे बाजे यो अरङ खोला सिस्ने खोला लेखेको थियो सिस्ने हिमालबाट आएको पानी हो सिस्ने त्यही पानी खाएर फेरि कल्टी लाग्नुपर्छ आउँदै आन्न यार अब गएर खानासाना खाएर अनि त्यहाँ माथि पुग्न 2 घन्टा लाग्छ अरे फेरि
आज त लगभग लोत परिन्छ क्या लोत परिन भयो कपडा फेरि लगभग जोतेर आए जस्तो भयो धुलै धुलो यही लाएर जाने हो कि फेरि यस्तो भयो धुलै धुली यसलाई अलिक पानी सानी लाएर पुछेर अनि फेरि जाने हो मैले पाइन्ट त ल्याएको थिएँ बेल्ट ल्याइन कि यार कम्मरमै अट्दैन त्यो लराले बाँधिदिउँला मालुकाको लरा नि पाइँदैन त नत्र मालुकाको लराले बाँध्न हुन्थ्यो यार यहाँ हुँदैन छ क्या खर छ त त्यही त अब एकछिन सुतेर जान्छौँ हामी चाहिँ सो फाइनली गाइज हामी चाहिँ होटलमा आइसक्यौँ है थवाङमा बल्ल बल्ल लगभग 5 घन्टाको यात्रा लिवाङदेखि 5 घन्टाको यात्रा गरेर लगभग पुरै अफरोडै अफरोड यस्तो अफरोड छ हे भगवान् पुरै छर्दैन बाइक भने यहाँ के भइगयो मेरो बाइक यार हल्का हिट भएर हो कि किन हो त्यो स्टार्ट बन्द भएको स्टार्ट भएकै छैन अनि कति बेला हुन्छ कति बेला हुन्न अनि त्यो टेन्सन लागिरह भोलि अब त्यस्तै भयो भने त लगभग दुःख पाइनेवाला छ यो बाटो हेर्दा त बाटो त लास्टै डेन्जर छ कि अनि हाम्रो रुम चाहिँ यतातिर यस्तो छ है यतातिर यो काले बस्छु चेयरमा यता म अनि टोइलेट देखाइदिन्छु तपाईँहरूलाई टोइलेट पनि लगभग चाहिएको जस्तै छ टोइलेट है बस्नेवाला छैन कि मलाई जस्तोवाला चाहिएको थियो नि त्यस्तैवाला आयो कि टोइलेट अनि थवाङ गाउँ फेरि तपाईँलाई थवाङ गाउँ फेरि दिनभर नलाग्ने फेरि यहाँ दिमाग खराब अब कुन ऊ त्यो माथि थोरै बादल जस्तो देखाएको छ नि हो त्यहाँबाट त्यो लेकसम्म बाइक जान्छ अरे त्यो लेकले चाहिँ हिँड्ने अरे लेखेर त्यो माथि त्यो त्यो थोरै बादल छ नि त्यो लेक सोच अब कति बेर लाग्ने होला के हो न रनिङ हान्दै जाम्ला यता त्यो थवाङ यस्तरी आएर उतादेखि सिधै ऊ हो क्या ऊ त्यहाँ जति बोले नि त्यो त्यस्तो डाँडा त नि 12-13वटा निकाले 12-13 कति हो चुत्या 20वटा सिमल त घोराइदेखि होइन के लिवाङदेखि के लिबाङदेखि पनि धेरै भयो होला यार कति होला नि 20वटा त काटेँ मलाई 30 जति होला ल 30वटै मानिदिउँ ल 30वटा लगभग 30वटा डाँडा काटेर यस्तरी ऊ त्यहाँ डाँडादेखि बल्ल यो यहाँ देखिया नि गाउँ ऊ त्यो डाँडादेखि अनि यहाँ झर्न चाहिँ आधी घन्टा लाग्छ कि यस्तो छ नि बाटो त अनि यतातिर त यो सबै थवाङ गाउँ र त्यही त आजको भ्लग चाहिँ यतैसम्म मात्रै अनि भोलिको भ्लग चाहिँ जजला गएको गराउने हो कि खै के हो के होइन जानै हुन्छ डेस्टिनेसनमा त पुग्नै पर्ने हुन्छ क्या त्यही त आजको भ्लग चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला हामी चाहिँ थवाङमै छौँ है थवाङ गाउँमै बस्ने कुरा भयो हामी वहाँदेखि हिँडेर यहाँ लगभग 1:30 बजीतिर आइपुगेको थियौँ अनि आउँदा बित्तिकै होटलमा खानासाना खाएर बिहान 1-1:30 बजीसम्म खानै खाएनौँ अनि खानासाना खाएर सिधै सुत्याएको यस्तो मजाको निद लाग्यो धौ भएको थियो लास्टै खतरा निदमा डुबेर भर्खरै उठेर अनि यसो हेर्दा त रात परिसकेको रहेछ मोबाइल सुबाइल चार्ज लगाएर चार्ज पनि सकिएको थियो चार्ज लगाएर अहिले चाहिँ भ्लग इन गर्नु लाग्यो है त ल कस्तो लाग्यो कमेन्ट गरिदिनु होला भिडियोमा जो पनि नयाँ हुन्छ सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै यतै थवाङ गाउँदेखि भ्लग इन्ड हुन्छ हस्त बाई